विशेष गरी माधव नारायणको व्रत गर्ने परम्परा रहिआएको छ र सोही अनुसार यहाँ चाहिँ भगवान नारायणलाई चाहिँ माधव नारायणको रूपमा यहाँ 1 महिनासम्म व्रत गर्ने परम्परा छ। यहाँ दर्शनार्थीहरू श्रद्धालुहरू चाहिँ टाढाटाढाबाट यहाँ नै आवास र व्रत गर्नको लागि यहाँ आउनुहुन्छ, किनभने माधव नारायणको व्रत एउटा कठोर व्रतको रूपमा मानिन्छ। यसका विभिन्न नीति नियमहरू छन् जसलाई चाहिँ कडा तरिकाले पालना गर्नुपर्ने भएका कारणले व्रतालुहरूले आफ्नो घर छोडेर यस स्थलमा वरिपरि पाइक पर्ने स्थलमा चाहिँ यहाँ आवासको व्यवस्था गरेर उहाँहरू यही बस्नुहुन्छ र यहाँको नियम अनुसारले यहाँ चाहिँ व्रत गर्नुहुन्छ। भगवान माधव नारायणलाई चाहिँ यहाँ लिएर आएर विराजमान गराइन्छ र उहाँको बिहान नित्य स्नान हुन्छ, दिनभरि उहाँको नित्य पूजा हुन्छ र साँझ चाहिँ उहाँको आरती पश्चात चाहिँ सबैजना व्रतालुहरू चाहिँ आफ्नो जुन आवासको व्यवस्था गरेको ठाउँमा जानुहुन्छ र एक छाक भोजन प्रसाद ग्रहण गर्नुहुन्छ र त्यो भोजन प्रसादको पनि यहाँ नीति नियम रहेका छन्। के खाने के नखाने कुरा चाहिँ यहाँ समितिले नै निर्धारण गरेको हुन्छ र सोही अनुसार यहाँ उपस्थित हुने कुनै पनि जाति थरका वर्गका व्यक्तिहरूले यहाँ आएर चाहिँ व्रत गर्न सक्नुहुन्छ र उहाँहरूले चाहिँ आफ्नो नीति नियम परम्परा संस्कारलाई छोडेर यहाँ रहेको नीति नियम संस्कार अनुसार व्रत गर्नुपर्ने चाहिँ यहाँ चाहिँ चलन रहेको छ। 1 महिनासम्म व्रत गरिसकेपछि विभिन्न ठाउँमा चाहिँ यहाँ तीर्थयात्रा गर्ने परम्परा रहेको छ र उक्त समयमा यहाँ खाली पैदल नै यात्रा गर्दै तीर्थस्थलमा चाहिँ जाने र उक्त स्थलमा रात्रि कल्पवास गरेर फेरि पुनः त्यहाँ भोजन प्रसाद ग्रहण गरेर भगवानको नित्य पूजा गरेर उहाँहरू फेरि पैदल यात्रा नै यहाँ फर्केर आउने र अन्तमा अश्वमेध यज्ञ गरिसकेपछि उक्त व्रतको पूर्णाहुति हुने यहाँको नीति नियम छ, परम्परा छ र सोही अनुसार यहाँ करिब 200 भन्दा पनि बढीको संख्यामा श्रद्धालुहरूले प्रत्येक वर्ष यहाँ व्रत गर्ने गर्नुहुन्छ र यसरी पैदल यात्रा गर्दै उहाँहरू दिनभरि माधव नारायणको नाम उच्चारण गर्दै व्रत गर्नुहुन्छ। माघ शुक्ल पूर्णिमामा सबैजनाले सामूहिक रूपमा अश्वमेध यज्ञ गरिसकेपछि व्रतको पूर्णाहुति गर्ने परम्परा रहिआएको छ र यसरी यो व्रत गर्दाखेरि आफूले चिताएका हरेक कामनाहरू पूरा हुन्छन् भन्ने मान्यता रहेको छ र सोही मान्यताका आधारमा यहाँ वर्षौंदेखि प्राचीन कालदेखि नै श्रद्धालुहरू अत्यन्त यो कठिन व्रत हुँदाहुँदै पनि यहाँ अत्यन्त खुसीका साथमा उहाँहरू स्वतस्फूर्त रूपमा यहाँ आएर व्रत गर्नुहुन्छ र यहाँको नीति नियमलाई पालना गर्नुहुन्छ र आफ्नो कामनालाई पूर्ण गर्नुहुन्छ।